हेलो एभ्रिवान, नमस्ते सबैजनालाई मेरो भिडियोमा स्वागत छ। र आज भने हेर्न सक्नुहुनेछ के भइरहेको छ। आज भने चाहिँ रोड ब्लक भइरहेको छ है। तपाईहरु मजाले हेर्न सक्नुहुनेछ। आज के भन्छ यो रोड कालो पत्र बनाइरहेको छ नि, अनि एकदमै दामी देखिरहेको छ हैन। त्यसको लागि चाहिँ एकदमै भइरहेको छ, यहाँ ब्लक भइरहेको छ। र यहाँ देख्न सक्नुहुन्छ टिप्पर छ, कारहरु छ हैन, मान्छे स्कुल केटाकेटीहरु हिँडिरहेको छन् है। कस्तो है, पुरा ज्याममा छ। अनि यता घुमेर आएका गाडीहरु पनि एकदम ज्याममा बसिरहा। अब के गर्नु, अब बस्नै पर्ने हुन्छ। ज्याममा नबस्किन फाइदै छैन है। अब यही हो है, अब गाडी चाहिँ पुरा खोटोहरु लगाइराखा यसरी। अनि बस पछाडी वेटिङ गरिरहेछ है। तपाईहरुलाई चाहिँ म यो देखाउन गइरहेको छु है। ल हेर्नुस्, हाम्रो चाहिँ एउटा चेटा हो है। ल अब भने बस कस्तो, यो क्यासिटिसी बस भन्छ यसलाई चाहिँ। यो पनि एकदम वेट गरेर बसिरहेको छ। र अब हेर्नुस् है, यो चाहिँ एकदम पिच भइसकेको छ एकदमै फाइनली है। र यहाँ हेर्न सक्नुहुन्छ केरला भनेपछि केरलामा केरा धेरै मिल्छ है। ल अब हेर्नुस् है, अब एक साइडबाट चाहिँ यस्तो लगाएर एक साइडबाट चाहिँ पिच हुने काम सुरु भइरहेको छ। र गाडीको के भन्छ, यो जेसीबी पनि आइसकेको छ। डोजर जेसीबी चलाइरहेको छ। ल हेर्नुस् कसरी बसेको छ है। ओहो, मजाले यो चाहिँ उता जाँदै छ क्या, अनि पिच गर्दै गइरहेको छ। अनि ल हेर्नुस् है, दामी छ। वाउ, मजाले गइरहेको छ है। एकदम है, कस्तो मजाले गइरहेको छ, एकदमै दामी छ। वाउ, हेर्नुस् ल, गयो 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 कस्तो अगाडि बसेर मजाले गइरहेको छ। त्यो चेनहरु पनि कस्तो मजाले हिँडेको छ क्या, त्यो चाहिँ मलाई एकदमै बेस्ट लाग्यो। र पारी हेर्न सक्नुहुन्छ, चोक छ।